गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी आएको छौँ शर्मा दिदी र दाईको एनिभर्सरीमा यसो भेटघाट रमाइलो गर्नको लागि। जस्ट स्टिल टु अन माई च्यानल गाइज। ओके, थ्याङ्क यू। आज चाहिँ हाम्रो शर्मा दिदी र सरोज दाईको एनिभर्सरी 25 इयर्सको एनिभर्सरीको लागि हामी यसो थोरै तिनो डेकोरेसन गरेका छौँ गाइस है। आजको बारेमा के भन्नु छ नि भन्नुहोस् है। आज स्पेसली हाम्रो शर्मिला दिदी र सरोज दाईको बिहा गरेको दिन पर्यो, 25 वर्षको एनिभर्सरी। हजुर। अब हामी सबैजना रमाइलो गर्दैछौँ यहाँ। अब होप रमाइलो होला यहाँ, सबैले रमाइलो गर्छ हेर्नु। अब अहिले यहाँ पञ्चे बाजा पनि बज्ने प्लान गरिरहेका छौँ। ल अब एकछिन पछि पञ्चे बाजा पनि बजाउनुपर्छ। आजको बारेमा चाहिँ हिजो शर्मा दिदी र सरोज दाईलाई धेरै best, the most amazing couple that I know, and we need to learn so much from them. Congratulations, and thank you for inviting us. And we're going to be doing some amazing stuff in a bit. Panche Baza dance, and they're going to be amazing stuff in a bit. Okay, thank you so much. सानो प्रोग्राम गर्दैछौँ, ठुलो प्रोग्राम बनाउँदैछौँ। हाम्रो दुलाले चाहिँ दुलालाई लिन आउने बेला हुँदैछ। अनि त्यो सुटुक्क भनेको है, थाहा छैन फेरि उतापट्टि रुममा हो। थ्याङ्क यू दाइ, थ्याङ्क यू। आज तिम्रो पालो अब रमाइलो हामी एकदम खुसी लागिरहेको छ। यस्तो खुसीको मौकामा सहभागी हुन पाएकोमा हामी एकदम धेरै खुसी छौँ। दाइ दिदीलाई फेरि पनि होइन ह्याप्पी एनिभर्सरी। यसरी 50औं जन्म सिल्भरबाट जुब्ली पनि मनाउन पाइयो। जुब्ली गोल्डन जुब्लीमा चाहिँ अब हाम्रो घरबाट जन्ती आउनुपर्छ। अनि यो सुट फेरि हामीले भिनाजुको यो बिहाको सुट हो होइन। आज 25th एनिभर्सरीमा पनि जुब्लीमा सिल्भरमा पनि आज लगाइसकेको छ। अब हामीले गोल्डन जुब्लीमा पनि यही सुटमा देख्न पाऊँ। 50th एनिभर्सरीमा पनि 50मा पनि यही लगाउने। आजको बारेमा भन्नुहोस् त। हाम्रो शिल्पा दिदी, शर्मा दिदी र दाईको आजको बारेमा केही भन्नु छ कि? Happy 25th anniversary to Sharma Mamu. Come here, please. Come here, please. To my mamu. Happy 25th anniversary. As a baby, she looked go on. She looked after me as a kid, so happy 25th anniversary. Sorry, uncle, come here, come here. Yeah, high five. Same suit. That's 25 years ago. Oh, same suit. Same suit. Yes. So happy. But mine is new, yeah. This is not. मेन मान्छे दुला तपाईँ अब बिहा गर्न आइएको छ 25 वर्षपछि। हजुर 25 वर्षपछि दुलाई त हेर्नु भएको छैन नि? दुलाई हेरेको छैन नि 5 मिनट जति गर्नु अरे। सबै राम्रो, थ्याङ्क यू सबैजना आएर है। दिदीले भिनाजुलाई देखिसकेको थिएन, फोटो पठाएको थियो। तस्बिरमै यो दुलालाई स्वागत गर्नु पर्यो हैन। अब यो घर चाहिँ फेरि दाई चाहिँ रेडी भइसक्नु भएको छ जन्ती लिएर है। त्यसमाथि अझै पञ्चे बाजा पनि बजाउँदै है क्या? पञ्चे बाजा
नाच्यो झिल्के नाच्यो नाच्यो झिल्के नाच्यो बारुली कम्मर भाँच्यो नाच्यो झिल्के नाच्यो बारुली कम्मर भाँच्यो 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 अलिक ठुलो साउन्ड दुला दुला दुलाले नचायो दुलाले नचायो बिचमा राखेर नचायो ल हाम्रो दुला ओमाईको कस्तो लगाउनु भएको दुले नाच्यो 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 फुल थाने लिएर जाउँ हाम्रो आजको बिहामा जन्तीहरू सबैजना यता चाहिँ ल नाच्यो 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 मजाको गनाउँछ मैले ल्याइदिनु Ready? 1, 2.
नेपालको कृतिका घरपट्टि मान्छेलाई दिनु पर्यो हो त त्यो त आन्टीहरूले त्यो भयो नि अब यस्तो हो नि नेपालमा पनि यो चाहिँ लो बजेट बिहा हो है लो बजेट बिहा नानी यता यता कृतिका उतैनेर जाऊ त तिम्रो चारजना अनि काम छैन खै एकचोटि चारजना बस्ने काम हो जन्ती चाहिँ बस्नु पर्यो अब यसो नेपाली अनुसार भयो व्हाइट वेडिङमा है त्यो नेक्स्ट इयर अलिकति ल फेरि पनि थ्याङ्क यू नानु मैं क्या क्या संभालूं एकछिन बस एकछिन बस अब तिमीहरू भोलि जान्छौ ल भाइ केही भन्नु छ भने भन है आजको यो 25 वर्ष एनिभर्सरीमा के ह्याप्पी बाउ भन कम अन अझै सुनेन उसलाई पनि उसको So loud. भनिदेऊ सबैजनाले ह्यापी बर्थडे भन्नु भनिदेऊ ह्याप्पी बर्थडे भन्द थ्याङ्क यू थ्याङ्क यू गाइस थ्याङ्क यू एकछिन है मेरै गीत हालेको थियो त्यो अघि लैजाँदै नि पोख्या थियो कि थ्याङ्क यू गाइस कस्तो लागिरहेको छ त अब यो बेच सम्पन्न भयो है अहिले त खाना राम्रो भएन ल दिदी 25 वर्ष पुगेको Thank you guys. It means a lot, eh? You guys are family and friends forever. अनि त्यसपछि कसले टाइम स्पेन्ड गर्छ यति धेरै Oh my goodness, है? मान्छेहरुको लागि सो थ्यांक यू सो मच गाइस पनि आउनु पर्यो for your time for your यो आउँदैन मेरो त्यो त आउँदैन किन मेरो उ गर्छ के के हो यहाँ त खाना त ओ माई गुडनेस ल वेडिङ एनिभर्सरी यस्तो गीत त नहुने तर हजुरलाई एउटा गीत याद सिया तिमी के लिन लाग्यो बाबा खाना फोन गरे के खाल्ला तिमी कस्तो रमाइलो भइरहेछ हो हजुर हेलो रेचल के खाल्ला तिमी सबै नलजाइकन खाऊ है अलि हाल न यार के होला त्यो नलजाइकन हाल न के हाल्न तिमीले भन त काउलीफ्लावर ओ माई गुडनेस ल नलजाइकन हाल यस्तो दामी बनाउनु भएको छ कि यहाँ खाना ल जानका दिदी ल नलजाइकन हाल्नु है खाना चाहिँ है त भोज पार्टी हो ल अस्तिको भेन्यूमा यो आमा हजुर लिनु ल फास्टमै भन्नु यो खाना सकेको छ हाउस फुड अमृता नलजाइकन हाल है थ्याङ्क यू दाइ अलि लाज लाग्छ डाइटिङमा हो क्या तिमी त डाइटिङमा हेर्छु यहाँ थिएँ अरे डाइटिङ गरेर नि एक महिनामा 7 गरेर म कालुमा एउटा काम अस्ति डान्स गरेको त हाल्नुपर्छ तिम्रो भ्याइनेमै छ आज खाना भर्दा टपअप गर्दा गर्दै हेरेँ
हेर्नुहोस् यहाँ अब गर्दै गर्दै दुलै मान्छे नै आजको बुलै मान्छे होइन मान्छे नि दुलै मान्छे कहाँ मान्छे नि This is right hot भात को बिहाको नि कुरा भएर चाहिँ फेरि यहाँ आउनुहोस् दिदी हो है हाम्रो सेफ कहाँ हुनुहुन्छ खै त ए सेफ यता होइन दाइ ओ ल दाइ एकदम खाना चाहिँ एकदम मिठो छ है हो ल अनि त्यसपछि अरू ह्याप्पी एनिभर्सरी ह्याप्पी बर्थडे ह्याप्पी एनिभर्सरी ह्याप्पी हुर्रे ब्यान्ड गर्दैला है टिकटक ल अब त्यो केक चाहिँ एकअर्काको मुखमा लगाउने दिदी एकअर्काको मुखमा लगाउने होइन त्यो लगाउनु पर्छ हो लगाउनु पर्छ स्याम्पेन उडाउनु पर्यो खोइ स्याम्पेन पुडम ल ल ल ल अब ल सुरु ल उडो अलिक बिस्किनु पर्यो You have to open it. ल ल खोल्नु ल इट्स ओके तिम्रो काम छ खानु पहिला केक खाने है अनि त्यही भाँडामा नि लवण र दही है हुन्छ हुन्छ ल ल केक हटाउनु न पहिला नत्र केकमा केही नि हुँदैन केकमा पर्दैन ल स्याम्पेन ग्लास दुइटा ग्लास ल सरोज है यो साइडमा गर्नु केही नि हुँदैन एकछिन उड्नु पर्यो नि त ल ओ हेलो आमा कस्तो लागिरहेछ त राम्रो लागिरहेछ दुईटा क्रस गर्नु क्रस गर्नु सबै गराएर छोडे यार यिनीहरूले क्रस हो त्यसरी ल खै नि जाने हैन कस्तो स्ट्रङ म स्ट्रङ हुन्छ दिदी कस्तो लागिरहेछ केक आजको यो है यो होममेड केक हो दिदी फेरि है होममेड केक है दिदीले आफ्नै हातले बनाउनु भएको यति मिहिनेत गरेर है दिदी दिदीले आफैले बनाउनु भयो नि यो केक होइन होममेड केक अनि With ice is better. 1 block of ice. And then you can put some fruits inside as well. ओहो ओ थ्याङ्क यू बाबा Oh wow. 1, 2, 3, 4, 5, 6, 7, 8. Very nice. गाइस यहाँ हेर्नुहोस् त यहाँ हामीलाई ल्याउने बेला चाहिँ दुइटा मात्रै ल्याएको छ डल्ला डुली यहाँ है खाली भइसक्यो आफूलाई हेरेर यहाँ गर्नु त त्यहाँ गाइस के गरे यो ओ माई गुडनेस बुढाबुढीलाई मात्रै ल्याएर आफू गम खाइरहेछ नि यहाँ नसोध्नु छ न के गर्नु छ यार यो गाइस के गरे यस्तो यो बुढाबुढीहरूले ल हेर्नुहोस् यहाँ आमा त्यत्तिकै रित्तै बसिरहनु भएको छ आमालाई छैन भनेर यहाँ ल छुट्याएको है आमा ल हेर ल हाम्रो गेडागुडी नभएको के छ दही प्लेन दही ए गेडागुडी नभए त दही मात्र हो यसमा गेडागुडीमा त ऊ पनि छ हो गुलाब जामुन पनि छ हो डल्ला डुली सबै सिद्धिएछ के अरे तिमीले त खाँदै खाएन डल्ला डुली त कलिहरूको यो भिडियो है के अरे पुच मोमेन्ट पोस्ट मोमेन्ट बोल न बोल
Thank you very much. I'm on fire, keep it! दिदी हजुरको स्वरमा एउटा मिठो सङ जाओस् है त हो लास्टमा इन्डमा है त दिदी ल दिदी ल काली मोरो आँखैमा बज्यो बाँधिहाल्यो मायाको डोरो लट्ठै बनायो ए लहै फकाउन जान्नेले हात समय तान्नेले ए हजुर जादु चलायो त्यति मात्रै गाएछु थ्याङ्क यू सो